तपाईले कहिले सोच्नु भएको छ किन केही मानिसहरू जीवनभर काम गर्छन्, तलब कमाउँछन् तर कहिले धनी बन्न सक्दैनन्? किन महिनाको अन्त्यमा पैसा सकिन्छ जबकि उनीहरूले दिनरात मेहनत गरिरहेका हुन्छन्? अनि किन केही मानिसहरू सामान्य अवस्थाबाट सुरु गरेर करोडपति हुन्छन्? नमस्कार, स्वागत छ तपाईहरूको आफ्नै च्यानल मनी माइन्डमा। यो च्यानलमा हामी पैसा, लगानी, आर्थिक स्वतन्त्रता र सफलताको पछाडिका वास्तविक रहस्यहरूको कुरा गर्छौँ। आजको भिडियोमा हामी एउटा यस्तो प्रश्नको उत्तर खोज्नेछौँ जसले लाखौं मध्यमवर्गीय परिवारको जीवनलाई छोएको छ। मिडल क्लास मानिस कहिले धनी किन हुँदैन? यो भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि आज तपाईले सुन्नुहुने केही कुराले तपाईको पैसालाई हेर्ने दृष्टिकोण नै बदल्न सक्छ। तपाई दिनभर काम गर्नुहुन्छ, थाक्नुहुन्छ, स्यालेरी पनि आउँछ, तर महिनाको अन्त्यमा फेरि पैसा सकिन्छ। अनि तपाई सोच्नुहुन्छ यति धेरै मेहनत गर्दा पनि म किन फाइनान्शियली फ्री हुन सकिरहेको छैन? सत्य के हो भने मिडल क्लास मानिसहरूलाई एउटा यस्तो साइकलमा राखिएको हुन्छ जहाँ उनीहरूले काम त धेरै गर्छन् तर वेल्थ भन्ने बिल्ड गर्न सक्दैनन्। आजको भिडियोमा हामी बुझ्नेछौँ कि किन मिडल क्लास मानिस कहिले धनी बन्न सक्दैन। नेपाल होस् वा जापान वा विश्वका अन्य कुनै देश, अधिकांश मिडल क्लास मानिसको जीवन एउटै हुन्छ। बिहान उठ्ने, काम जाने, स्यालेरी कमाउने, बिल तिर्ने, लोन, इएमआई एटिसी, अनि फेरि अर्को महिनाको वेट गर्ने। यसरी दिन बित्छ, महिना बित्छ, वर्ष, अनि यसै गर्दै जीवन पनि बित्छ। तर ब्याङ्क ब्यालेन्स त्यहीँकै त्यही। प्रब्लम इन्कम कम हुनु मात्र होइन, प्रब्लम फाइनान्शियल ह्याबिट र माइन्डसेट पनि हो। आज हामी यस्ता 5वटा मिस्टेकहरूको बारेमा कुरा गर्न गइरहेका छौँ जसले हाम्रो फाइनान्शियल करियरलाई पनि अँध्यारो बनाइरहेको हुन्छ। बिगेस्ट मिस्टेक नम्बर 1, इन्कम बढेपछि लाइफस्टाइल पनि बढाउनु। धेरै मानिसको बिगेस्ट मिस्टेक के हो भने जति इन्कम बढ्छ त्यति नै खर्च पनि बढाउने। स्यालेरी बढ्यो, नयाँ फोन, बोनस आयो, नयाँ बाइक, ओभरटाइम पैसा आयो, ब्रान्डेड सामान, पार्टी, रमाइलो, साथीहरूसँग घुमघाम, तर इन्भेस्टमेन्ट नो, अलमोस्ट जेरो। यही कारणले धेरै जस्तो मानिस राम्रो स्यालेरी हुँदाहुँदै पनि गरिब नै रहन्छन्। मिस्टेक नम्बर 2, सेभिङलाई लेफ्ट ओभर पैसा सम्झिनु। धेरै मानिसले यो सोच्छन् कि खर्च गरेर बचेको पैसा सेभ गर्छु, तर रियालिटी के हो भने खर्च गरेपछि प्राय केही पनि बाँकी रहँदैन। रिच माइन्डसेट भएको मानिसले के गर्छ? पहिले सेभिङ गर्छ, पछि खर्च गर्छ। यही ह्याबिटले फ्युचर पनि चेन्ज गर्छ। मिस्टेक नम्बर 3, इन्भेस्टमेन्ट सुरु नगर्नु। आजको दुनियाँमा पैसा ब्याङ्कमा राखेर मात्र धनी बन्न गाह्रो हुन्छ किनकि इन्फ्लेसनले तपाईँको पैसाको भ्यालु बिस्तारै घटाइरहेको हुन्छ। यदि तपाईँले पैसा ग्रो हुने ठाउँमा राख्नु भएन भने तपाईँले समयसँगै अपर्च्युनिटी गुमाइरहनु भएको हुन्छ। इन्भेस्टमेन्ट ठुलो पैसाबाट सुरु गर्नु भन्ने छैन, सानो एमाउन्टबाट पनि सुरु गर्न सकिन्छ, तर ह्याबिट स्टार्ट हुनु पर्यो। मिस्टेक नम्बर 4, फाइनान्शियल एजुकेसन नहुनु। स्कुल र कलेजले हामीलाई पढ्न सिकाउँछ, जब गर्न सिकाउँछ, तर पैसा म्यानेज गर्न, सेभिङ गर्न, इन्भेस्टिङ गर्न कहिल्यै सिकाउँदैन। त्यसैले धेरै एजुकेटेड मान्छे पनि फाइनान्शियल स्ट्रगल गरिरहेका हुन्छन्। मिडल क्लासबाट माथि जान इम्पोसिबल छैन, तर त्यसका लागि केही ह्याबिट चेन्ज गर्नुपर्छ। अनावश्यक खर्च घटाउने, इन्कमको केही हिस्सा इन्भेस्ट गर्ने, लङ टर्म सोच्ने, फाइनान्शियल नलेज बढाउने। वेल्थ एकै रातमा बन्दैन, तर डिसिप्लिनले बिस्तारै बिल्ड गर्छ। यदि तपाईँ पनि फाइनान्शियल स्ट्रङ बन्न चाहनुहुन्छ भने आजदेखि पैसाप्रति आफ्नो सोच परिवर्तन गर्नुहोस्, आफ्नो माइन्डसेट परिवर्तन गर्नुहोस्। यहाँ सबै खेल तपाईँको सोच, तपाईँको माइन्डसेटको रहन्छ। याद राख्नुहोस्, मिडल क्लास हुनु कुनै समस्या होइन, तर मिडल क्लास सोचमा जीवनभर बाँधिएर बस्नु भनेको ठुलो समस्या हो। धनी बन्ने यात्रा ठुलो तलबबाट सुरु हुँदैन, यो सुरु हुन्छ सही सोच, सही निर्णय र सही आर्थिक बानीबाट। हरेक महिना कमाएको पैसाको केही हिस्सा बचत गर्नु, त्यसलाई सही ठाउँमा लगानी गर्नु र पैसालाई आफ्नो लागि काम गर्न लगाउनु नै आर्थिक स्वतन्त्रताको पहिलो कदम हो। आज तपाईँ जहाँ हुनुहुन्छ त्यो तपाईँको विगतको निर्णयको परिणाम हो, तर 5 वर्षपछि तपाईँ कहाँ हुनुहुन्छ त्यो आजबाट सुरु हुने निर्णयले तय गर्नेछ। यदि तपाईँ आफ्नो आर्थिक भविष्य परिवर्तन गर्न चाहनुहुन्छ भने आजबाट परिवर्तन सुरु गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् म पनि आजबाट स्टार्ट गर्नेछु। र यस्तै पैसा र सफलता सम्बन्धी ज्ञानमूलक भिडियो हेर्न चाहनुहुन्छ भने मनी माइन्डलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। मिलौँ अर्को भिडियोमा नयाँ सोच र नयाँ अवसरसँग। धन्यवाद।